फागुन 21 गते प्रतिनिधि सभा चुनावको तयारी गरिरहेको छ भने अर्कोतिर त्यस अगावै 11 माघमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ। राष्ट्रिय सभा चुनावको मिति घोषणा भएपछि नयाँ बहस सुरु भएको छ। के राष्ट्रिय सभामा परिवर्तनका वाहक जेनजी पुस्ता समेटिन सक्छन्? सक्दैनन् भने राष्ट्रिय सभाको यो चुनावले दिने सन्देश के हो? आदरणीय दर्शकवृन्द, नमस्कार। म दिलभूषण पाठक। टफ टक एक्सप्लेनरको यो नयाँ एपिसोडमा यहाँहरू सबैलाई स्वागत छ। झट्ट हेर्दा लाग्छ देशमा चुनावको माहौल सुरु भएको छ। फागुन 21मा प्रतिनिधि सभाको चुनाव घोषणा भएको त 1.5 महिना भइसक्यो। यही बीचमा सरकारले 11 माघका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन घोषणा गर्यो। फागुन 20मा रिक्त हुने राष्ट्रिय सभाका 19 मध्ये 18 सदस्य चुन्न माघ 11मा चुनाव हुन लागेको। तर के त्यो चुनावबाट जेनजी पुस्ता राष्ट्रिय